ल गाइज म पनि उठेँ होइन अब उठेपछि अब बाहिर निस्किन्छु बाहिर निस्केपछि मुख सुख धोएर दास्तान बाँध्नु पऱ्यो अब आफ्नो त कामै काम छ हेर्नु बिहान गाई धुनु पऱ्यो होइन के गर्नु यस्तै छ है अब गाई साई धुनुपर्छ सबै गर्नुपर्छ म अब कपडा लाएर रेडी भएँ झाडो भयो अब टोपी पनि लाउँछु टोपी लाएर एकछिन अब बाहिर गएर अरू काम गर्छु हेलो अब म चाहिँ अब गाई धुनुलाई गाई जाँदैछु गाई धुनुलाई मैले ठाउँ रेडी भइसक्यो अब यो बाल्टिङ अब यसमा गाई धुन जाने हो अब आफ्नो काम त गर्नु पऱ्यो है बिहान मेरो गाई सेदिनी अब तपाईँको यहाँ चाहिँ मेरो बुढीले अब के गरिरहेको छ भन्दाखेरि कुँडो तताइरहेको छ यहाँ अब गाई धुने बेला भयो गाई धुनु पऱ्यो होइन साथीहरू को लाउँछ गाई धुन आउँदैन भने है तपाईँहरूले कसरी धुनुहुन्छ म चाहिँ ट्याक्क यहाँ राखेर यस्तो दुध दुन्छु स्वास नचल है नच त्यहाँलाई नच अझै खुट्टा किन चलाउँछ उत्रेर त के दुई छ ल अब गाई धोयो गाई धोएर यहाँ दुध ल्याउँदैछु ल दुध हेर्नु होला यहाँ तपाईँहरूले पाल्टी छ दुध होइन तपाईँलाई चाहिँ अब डेरी लानुपर्छ अब दुध धोएर म चाहिँ यहाँ डेरीतिर लागि फाइनली है अब डेरी जानु पऱ्यो नि त दुध यत्रो घरमा राखेर पनि भएन डेरी पुऱ्याउनु पऱ्यो डेरीको लागि म अब जाँदैछु हजुरहरू हेर्नु होला डेरीमा मैले त्यहाँनिर राखेँ क्यानमा दुध लागि स्टार्ट भयो हाम्रो डेरी राधाकृष्ण दुध उत्पादक सहकारी संस्था डेरी यहाँ डेरीको लाइनमा यहाँ हेर्नुहोस् तोरी फुलेको यस्तो मजाको भ्यू देख्नुहुन्छ तपाईँहरूले इन्टरनेटको लागि टोरी मान्छेहरूको व्यवस्था पनि छ यतापट्टि तोरी फुलेको भ्यू पापा हो बाबुले चाहिँ आज यो के अरे भुजाको डल्लो सकर हालेको यो एकदम अब त्यो हुन्छ नि तपाईँको माघे सङ्क्रान्तिमा खाने चिज हो कि यो चिसो छ एकदम चिसो मौसम हेर्नु मौसमले च्यालेन्ज गरिरहेको छ आज अब के गर्ने कता घुम्न जाने अथवा के बनाएर खाने आज पनि अब त्यस्तै छ होइन अब लेट्स के हुन्छ हेर्दै जाउँ आजको दिनमा ल अब यो चाहिँ हाम्रो यहाँ के छ यो रोटी के भन्छ यसलाई यो के अरे यो नग्गा रोटी यहाँ एकदम मजाले पाकिरहेको कहाँ हो र यो यहाँ यो देख्नुभयो होला तपाईँहरूले यहाँ यस्तो हामीले यहाँ पोलेर राखेको छ पोलेपछि अचारसँग चोपेर खान पनि बब्बाल हुन्छ है कहीँ भिडियोहरू हाल्न पाएर आउँछ अब आज के भन्दाखेरि अब खेतमा पानी लाउने यहाँ घाँसमा तपाईँको लसुनमा हुन्छ नि अब यो मुलाहरू सबैमा आज पानी हाल्ने दिन बित्यो त्यसरी है म अझै पनि पानी हाल्दैछु यहाँनिर अब त्यहाँ तपाईँहरूलाई म देखाउँछु आजको दिन अब यस्तै गरी बित्यो होइन बिताएको दिन अब बिताएको सदुपयोग भनेको के यस्तै गरी नै भयो अब यहाँ पानी लाएर राखेर मजाले अब यहाँ चाहिँ तपाईँलाई देखाउँछु बारी अब यहाँनिर पानी लगायौँ अझ यहाँ पानी लाग्दैछ अझ यो घाँसमा पानी पाइप यसरी बिछाएर पानी आउँदैछ यो लसुन पनि पानी मजाले छ्याप्यो कालो बिरालो हुन्छ त्यहाँ यो कालो बिरालो चाहिँ कहाँबाट आउँदो रहेछ है कालो बिरालो ल लसुनमा पानी पनि लगायो चारैतिर आजको दिन यसरी गयो अब अझै बेलुकातिर हामी अझै अन्त पनि जाने भन्ने प्लान छ अब लेट्स हेर्दै जाउँ के हुन्छ आज पानी लगाएर दिनहरू बित्यो अब यसपछि म नुहाउँछु नुहाएर अनि एकछिन रेडी भएपछि एकछिन यसो घुम्नु पनि निस्किन्छु होला अब भर्खर 2 बजेर कति मिनट गयो अब भएपछि ठिक हुन्छ पानी यहाँ लगाइरहेको छु पानी चाहिँ क्या मजाले यसरी यहाँ बारीमा ट्याक्क छ अब घरबाट बदम लिएर आएको छु बदम अब यसरी खानु परिहाल्यो होइन घाम तापेर बदम खानुको नि मजा छुट्यो छ क्या टक्क होइन तर धेरै पछि जुरे आयो यस ग्रिनरी रमाइलो छ ठाउँहरू बाबुहरू आएको छ यहाँ बदम खानलाई हाई गर्दै साथी सबैलाई
हेलो भन्दै अब हामी बदाम खान्छौँ बारीमा पानी लगाएर हामी बदाम खाँदैछौँ भन्थ्यो अब तपाईँहरू हाम्रो भिडियो हेरेर लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भन्थ्यो है धन्यवाद भन्थ्यो ल आज चाहिँ अब लास्ट भिडियो भनेको यो हुन्छ हाम्रो यहाँ सेम मार्केटमा आज प्रोग्राम रहेछ हाम्रो होइन प्रोग्रामको लागि चाहिँ ठ्याक्क तपाईँको यहाँ ल्याएर बसिरहेको छ है प्रोग्रामको लागि बेसी प्रोग्राम कस्तो हुन्छ हेर्नु प्रोग्रामको लागि अब हामी यहाँनिर बसिरहेको छौँ राम्रो छ हाम्रो सुरज दाई हेलो अनि हाम्रो चाहिँ स्टल हाम्रो दिदीको स्टल भनेको यही हो यहाँनिर पकौडा राखिँदैछ पकौडा ससेज ललिपप यो चाहिँ के दिदी लाफिङ लास्ट टाइम हामी खाने भिडियो तपाईँहरूलाई देखाउँछौँ होइन बेसी लाफिङ बनाउँदिनु छ लाफिङ है सस यो चाहिँ पिरो हो दिदी प्रोग्रामको आज काकाबाट काका आइपुग्यो है आज क्रिसमस इभमा हामी यहाँनिर छौँ सी मार्केटमा प्रोग्राम पनि रहेछ तपाईँ धेरै हेर्नुभयो होइन अलि बनाएर खाइहाल्नुपर्छ कि यहाँ दिदीले यहाँ ट्याक्टर बनाउँदै हुन्छ मिठो यहाँ चोके फाल्दैन फेरि त्यहाँ झ्या हुन्छ तालमा बसिरहेको छ हामी यहाँ तालमा लाफिङ है लाफिङ कसरी मैले बनाउँदिन के पुरानो बनाउँछ सब ग्यास बन्द गरे है यो ग्यास हेर है बिरयानी खानु भने त्यो ट्राई गराउ अनि पाकी चाहिँ पाक्न त हामीलाई खुवाउनु ल्याएको हो यार मिठो मिठो कहाँ म खै मिठो छ अरे ल तिम्रो बधाई छ पर्साको भन्दा मिठो छ है एकदम प्रो भएर दामी हो एकदम फ्रेस सामान हो अब हामी चाहिँ स्केलेटरमा ट्याक्क लगाएर ल गाइस ल हामी पनि ट्याक्क स्केलेटरमा हेरौँ हिँड्दै सेयर मार्केटमा ट्याक्क लगाएर तपाईँको हेर्दैछौँ आज हाम्रो भिडियो चाहिँ यहीँसम्म यतै हो लास्ट आजको दिन अब के भिडियो कस्तो भिडियो हामीलाई थाहा छँदैछ त्यही हेरेर अब भिडियोहरू हेरेर लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो च्यानलमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म चाहिँ त्यो भयो भने चाहिँ है अब त्यहाँनिर हेर्नु आजको यहाँ नजारा